नहीं छोड़े नहीं मिलते। अच्छा सुनू तो आएको बार ट्रायल दिलिए लिखित में सर 3 में ट्रायल दिलिए लाइसेंस ने देछे दे सर 3 में ट्रायल में फेल क्या दै छ लाइन में भिगा छ सुन्नु न लाइसेन्स हामीले यो फेरि चेकिङ गर्दाखेरि तपाईलाई हातमा लाइसेन्स दिने हैन के सर लाइसेन्सको लागि त प्रक्रिया छ नि त तपाईले अनलाइन फर्म भरेको हुनु पर्यो त्यहाँनेरि भिजिट डेट दिएको हुन्छ त्यो भिजिट डेटमा चाहिँ आधार कार्डलाई राजविराजमा जानु पर्यो फोटो खिचाउनु पर्यो रसिद काट्नु पर्यो लिखितमा सामेल हुनु पर्यो लिखितमा तपाईको 15-25 वटा क्वेसन हुन्छ एउटा क्वेसन हो साइड गर्नु त सर म छाड्दै हुनुहुन्छ 3 दिन बाद हमर बुआ परीक्षा दिया गेल फाइल कॉपी के लाइसेंस नहीं दोगे त केना हेतै मेरा छोरा डीएसपी हो के छोरा कौन बेटा डीएसपी छ पेट में छ जन्म तो डीएसपी कितने बना दिए छोड़ लगा रे लाइसेन्स बनाउने नियमहरु के छ त भन्नु न केटी सुन्नु न अब सबै कुरा हजुरलाई हामी यहाँनिर अहिले हामी चेकिङमा छौँ हैन सबै कुरा त भन्न मिल्दैन त्यही पनि केही सठिक कुराहरू हुन्छ नि म तपाईलाई सम्झाइदिन्छु ल सुरुमा त तपाईले घरमै बसेर आफ्नो मोबाइलबाट अनलाइनबाट डिओटीएमबाट लाइसेन्सको फर्म भर्नु पर्यो लाइसेन्सको फर्म भर्नु पर्यो फर्म भर्नु पर्यो त्यसपछि आएर तपाईले त्यहाँनेरि टिकटेको हुन्छ टिकटेटमा गएर तपाईले आधार कार्डलाई राजविराजमा गएर फोटो खिचाउने फोटो खिचाएर 500 को रसिद कटाउने त्यसपछि लिखितमा सामेल हुने लिखितको लागि के छ भन्दाखेरि जम्मा 25 वटा क्वेसन हुन्छ जसमा चाहिँ एउटा क्वेसन तपाईको 4 पूर्णाङ्क हुन्छ 15 वटा मात्र तपाईले ठिक गर्नुभयो भने 15 वटा मात्र ठिक गर्नुभयो भने तपाईँ पास हुनुहुन्छ 60 पूर्णाङ्कमा पास हुनुहुन्छ रहेको ट्रायलको कुरा ट्रायल तपाईको डेट लेखेको हुन्छ त्यो डेटमा गएर त्यहाँनेरि ड्राइभिङ सेन्टरमा गएर गाडी सिकेको हुनु पर्यो अब कहाँ के नम्बर घट्छ जम्मा यसको ट्रायलको लागि जम्मा 100 पूर्णाङ्क हुन्छ त्यसमध्ये 30 नम्बर घट्यो भने पनि तपाईँ 70 नम्बर ठिकै छ सर सोध्नु सर म त हजुरको भाइलाई सम्झाउँदै छु झगडा नगर्नु कनि बच्चा कनि अनि तपाईको एकमा एकचोटी तपाईले खुट्टा टेक्नु भने 5 माइनस हुन्छ र एकचोटी लाइन टेक्नु भने तपाईको 5 माइनस हुन्छ हो दुईचोटी लाइन मताङ छ साइडमा देबै कि फेल हुन्छ र अनि तपाईको दुईचोटी लाइन फेल हुन्छ दुईचोटी खुट्टा टेक्नु भने अगाडि न्यारो बाटो छ त्यो अगाडि गइसकेपछि तपाईले त्यो बित्तिकै इन्डिकेटर बाल्नुपर्छ इन्डिकेटर बालेर तपाईको 10 माइनस हुन्छ बाल्यो भनेदेखि तपाईको नम्बर घट्दै बहुतै चलिल वैसे अगाडि भेन्टिलेसन खोल्नु पर्छ से भन्छ ए कुरा गर्छ निमन बात कोई का हम गप करे कि तू अस्थिर रहना हमरा बुझा देना नियम ता न ट्रायल में पास करबे बेला बरियाती 6 बजे जेते छोड्नु न 6 बजे त कला रुपैयाँ आइ कला बिदा कति 10 रुपैयाँ दारु पिएर तपाईँ अहिले 10 बजेसम्म अब 6 बजे के हुन्छ हल्का रमाइलो क्या करे बहिन का बिहा हमरा रमाइलो हे करते मेरो जी सुन्नु तपाईँ त बुझ्ने मान्नुहुन्छ तपाईले त दारु खानु भएको छैन तपाईलाई म सम्झाउँदैछु अरु सबैलाई सम्झाउँछु तपाईहरु पनि सुन्नु र अगाडि गएर के छ भने जेब्रा क्रस छ जेब्रा क्रसमा तपाईले यदि पहेँलो र रातो बत्ती बल्यो भने अगाडि नै रोकिने यदि बले छैन भने हरियो बत्तीमा सरासर जाने हो यदि तपाईले त्यो जेब्रा रातो के बत्तीको नियम पालना गर्नु भएन र अगाडि जानु भयो भने तपाईको 15 माइनस हुन्छ र त्यो एक्सपियरी र्याम्प आउँछ उकालो ओह्रालो त्यो कटेर गइसकेपछि उकालोमा तपाईले गाडी पहेँलो रेखा हुन्छ त्यो पहेँलो रेखा गाडी रोकेर त्यसपछि ट्राफिक प्रहरी या यातायात कार्यालयको कर्मचारी हुन्छ त्यहाँले 10 अगाडि बढ्नु भन्छ अगाडि बढिसकेपछि ओह्रालो आउँछ ओह्रालोमा पनि फेरि तपाईले गाडी रोकिसकेपछि ट्राफिक प्रहरीले जा भन्छ अनि बल्ल जाने भैया रुक ना भैया बुझा देना ट्रायल पास बात में बुझ ना क्या न छोडिने सानीको बिहा भोलि पनि हुन्छ पुरो गर्छ झगडा रगड्नु छ हामीसँग झगडा रगड्नु न तपाईले यहाँ मान्छ नि न छोड्दै रुक न हम गप करे छ ए तू तमाशा करबे है देखबी तमाशा तू मोदी पकड़ भैया का हेलो मुसट तमाशा करी बोला का
सर झै झगडा गर्दै थियो कि इलाका प्रहरी बोलाउने यिनीहरूलाई हाल्नु पर्छ यस्तो गरौँ इलाका प्रहरी कार्यालयको गाडी बोलाऊ कल गर्नु कागज पठाइदिउँ हे हे सर एहन बात नहीं बात हमरा से कत पठबे छ बहिन के बियाह हिलेट भइल जाय दु न सुन्नुहोस् गाडी त लिएर जानु पाउनुहुन्न तपाईँले गाडी यहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्मान पाउँछ राष्ट्रपति का फोन लगा दे राष्ट्रपति आज को तपाईले चिर बिहान मजाले हम बुझे कि नहीं तपाईँको गाडी यहीँ आउँछ है त जे गप कर दे देना त खै घुस घुस लाके छोड़ देते सर के